बिरामी मान्छे पनि सन्चो हुन्छन् लिची पाएपछि के छ आज लिचीको प्लानिङ छ त मिठो दिनभरि बिरामी भएको मान्छे लिची पाएपछि स्वाट्टै सन्चो भयो होइन अरू कति मिठो छ हो कतिवटा खाने टार्गेट छ बिरामी भयो नि अलिकति खाने आदि 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 भनेको कति 100वटा कति त्यही ल अनि अरू के छ खानुहुन्छ त कि नै म नै म खान्न म खाइसकेँ किन मलाई मन छैन अहिले धेरै खानुभयो होइन नि खाएको छैन अनि यो लिची मनपर्ने हो कि के छ एकदम धेरै मनपर्छ सानैमा कि पछि सानैदेखि मनपर्छ लिची कहाँ थियो घरतिर फल्थ्यो कि फल्थेन गुल्मीतिर गुल्मीतिर फल्थ्यो कि फल्थेन टन्नै फल्थ्यो वाउ घरमा थियो कि थिएन कि चोर्न गइन्थ्यो राति घरमा थियो अरू चोर्न आउँथे होइन होला हो म त कहिल्यै चोर्दिनँ अनि लिचीसँग किरा पनि च्याप होइन छैन किरा पनि लिचीसँगै च्याप भइसक्यो कि अझै होइन के हो पक्का होला है मिठो लिची मिठो ओके थ्याङ्क थ्याङ्क यू लिची ल्याइदिएकोमा ओके अरू के छ त नि खबर अलि इनर्जी आयो लिची खाएपछि अनि धेरै गाह्रो हुन्छ गर्मी हुन्छ लिचीले धेरै खान हुन्न है फेरि लिची खाँदाखेरि केही कुरा ध्यान दिनुपर्छ ल भन त धेरै खान हुन्न गर्मी हुन्छ त्यो त आफूले थाहा पाउनु पऱ्यो नि अनि यहाँ किरो हुन्छ किरो पनि च्याप्प हुन्छ सेतो किरो हुन्छ त्यसरी खानुपर्छ त्यही भएर यस्तरी निकाल्दा सिँगै खाँदा त किरो खान सक्छ यस्तो गर्ने अनि कोही बेला त बोक्रासँग मुख हालेर पक्का निकाल्छ नि त लिचीको दाना त्यसरी त किरा खान्छ हो